पूर्णबहादुरको सारङ्गी र परान फिल्म जब लाग्यो तब सुरुवातमा दुईटै फिल्म चलेको होइन। पूर्णबहादुरको फिल्म सँगसँगै इन्डियन फिल्म सिङ्गम पनि लागेको थियो। त्यसको बावजुद पूर्णबहादुरको सारङ्गी फिल्मले यति छिटो एउटा उचाइ लियो, त्यसको एउटा मात्रै कारण छ, स्टोरी र एक्टिङ। त्यो कारणले गर्दा पूर्णबहादुरको सारङ्गीलाई एकदमै मन पराउनु भयो अडियन्सले। त्यस्तै नै विधामा बनेको फिल्म परान हो, तर परान 3 दिन 4 दिनसम्म चलेन र त्यो नचल्दै गर्दा त्यसको डाइरेक्टर दीपक आचार्यज्यूले मिडियामा आएर यति राम्रो फिल्म बन्दा पनि चलेन भनेर दुखेसो पोख्नुभयो र मान्छेको सेन्टिमेन्ट ग्र्याब गर्न सक्नुभयो, सफल हुनुभयो उहाँ। फिल्म कतिपय कस्तो हुन्छ भने फिल्म राम्रो बनेको हुन्छ तर त्यसले एउटा गजबको मार्केटिङ पाएको हुँदैन। त्यो गजबको मार्केटिङ चाहिँ उहाँको मिडिया प्रेजेन्सले दियो र त्यसपछि पनि फिल्म चल्नुपर्छ, चल्छ, स्वाभाविक हो चल्छ भन्ने हुँदैन। त्यसमा चल्नुमा पनि भावनात्मक छ फिल्म, आमा बुवा छोराका कथाहरू देखाएको कुराहरू छ हैन। त्यो भएर स्टोरी राम्रो, त्यसले मार्केटिङ नपाएको त्यो चिजलाई चाहिँ त्यसको डाइरेक्टर, परानका डाइरेक्टर दीपक आचार्यज्यूले अब उहाँको त्यो स्किल भनौँ अथवा के भनौँ हैन, उहाँले चाहिँ मिडियामा आएर फिल्म राम्रो बनाउँदै पनि चलेन भनेर उहाँले जुन स्टेटमेन्ट दिनुभयो, त्यसपछि अडियन्सलाई के लाग्यो भने कस्तो रहेछ त्यो फिल्म, एकचोटि हेरौँ न त भनेर एक चरणको अडियन्स चौथो पाँचौं दिनमा जानुभयो, जो चाहिँ उहाँको स्टेटमेन्टबाट प्रभावित भएर जानुभयो। त्यसपछि के भयो भने त्यसपछि त्यो अडियन्सले नै माउथ टु माउथ मार्केटिङ गरिदिनु भयो अनि त्यसरी चलेको हो। फिल्म राम्रो हुनैपर्छ चल्नको लागि। फिल्म राम्रो नभइकन मिडियामा आएर स्टेटमेन्ट दिएर मात्रै पनि चल्दैन। फिल्मको स्टोरी राम्रो बनाउनु होला, तपाईँको स्टोरी राम्रो हुने बित्तिकै फिल्म अवश्य पनि चल्छ।